हेलो नमस्ते जेजिलो है। आजसम्म चाहिँ उठिसकेको छु नि त। भर्खर उठेर आएको किचनमा है, पानी सानी खानु आँखा सुनेर यस्तो रहेछ। आज चाहिँ किन उठेको भन्दाखेरि चाहिँ आज चाहिँ हाम्रो मङ्गलेमा प्रोग्राम छ। 6 बजी चाहिँ हामी 8 बजी चाहिँ हामी मङ्गले पुग्नुपर्छ नि त। अन्त मेरो घरबाट चाहिँ अलिक टाढो छ। हामी नाम्चीमा चाहिँ हामीलाई 5:40 मा बेला आउनु भनिराखेको छ है। अन्त चाहिँ अहिले चाहिँ फिलहालमा चाहिँ कति बजी हो भन्दाखेरि चाहिँ 4:10 छ है। हेर्नु सक्नुहुन्छ तपाईले। अन्त चाहिँ अब चाहिँ उठेको, त्यहाँदेखि अब रेडी सेडी हुनुपर्छ नि त। खाजा साजा खाएर जानुपर्छ यहाँबाट है। उता नि पाउनु त पाउँछ, तर के हो कसो बसतिर अहिले भमिटिङहरू भइहाल्छ कि भनेर नि घाँटी पनि पुरा क्याप्पै भयो। अन्त म एकछिनबाट रेडी सेडी भएर भेट्छु। यसकास अब चाहिँ म घरबाट हिँडिसकेको है। अलिअलि वाउ घाम पनि दामी देख्दैछ। फिलहालमा चाहिँ कति बज्यो भन्दा चाहिँ 5 बज्नु फेरि 10 मिनेटै रहेछ है। अन्त मैले चाहिँ यो पानी बोकिराखेको छु है। आज चाहिँ हामीलाई 5:40 मा लाग्छ नि त। ठिकै छ, म पुग्छु 5:40 मा चाहिँ, अलिक अगाडि नै पुग्छु है। यस्तो 4 बज्नु लाग्दा उठ्दा फेरि नि है यस्तो ढिलो नै हुन्छ कि गर्दा गर्दा। अब चाहिँ म एकैचोटि गाडीमा गएर भेट्छु, त्यहाँदेखि रिन्जिन आउँदा फेरि भेट्छु है तपाईँलाई। बाई बाई। बिहानीको घाम हेर्नुहोस् है। अम्बो गाइस, गाडी चाहिँ सिटले यस्तो भइसकेछ है। अब चाहिँ म गाडी खोल्छु है। अन्त चाहिँ चढ्छु। ओके, अहिले गर्छु म तपाईँलाई। बाई बाई। मैले गाडी स्टार्ट गरिसकिसकेँ। अब म हिँडेको। बाई बाई। अहिले रिन्जिन आएर भेट्छु। हेलो गाइस, अब चाहिँ रिन्जिन आइपुगिसकिसक्यो। सामान यस्तो छ। हेलो गाइस, हेर्नुहोस् न, ढिलो भएको मात्रै यो अगाडि के हो के भइसक्यो जस्तो। हेर्नु नि, हामीले इमर्जेन्सी लाइट बालेर चाहिँ ट्याक 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 बहुतै लेट भयो होइन। अब यहाँनिर यसले 4 नम्बर लाएर कुद्छ है। म्याडमले अलिक आएन हौ, छेउबाटै भयो। मैले चाहिँ यहाँ पाराको ढाक्क लगाइदियो नि त। किन गरी गाइस हेर्नुहोस् न, कोही नउठी आउनुपर्छ हो। पापा पार्दै गयो। स्पिड चाप्पा चाहिँ चाप्पा। बस हामीलाई यहाँ पर्खिरहेको छ नि त। 5 बजीदेखि पर्खेको है। यस गाइस, अब हामी फाइनली आइपुगिसक्यो मङ्गले। यो दुईजनाले चेप्टा र म चाहिँ घ्याप्चे भइरहेको छु। यस्तो छ। यो चाहिँ नि उयो भइसक्यो। यसले चाहिँ आधी मेकअप गरिसक्यो। यसले नि आँखा पिर्दै लायो। म मात्रै केही गरेको थिइनँ। म चाहिँ भ्याइनँ नि त, त्यही भएर अब चाहिँ म पुगेर गर्छु। अन्त हामी मङ्गले पुगेको जग्गामा नि टक्कै तपाईँलाई देखाउँछु। यस गाइस, अब चाहिँ हामी मङ्गले आइपुगिसक्यो फाइनली है। यहाँ चाहिँ अब ड्राइभरसँगै 30। यहाँ चाहिँ अब एन्ट्री गर्दैछ, कतिजना हो के हो भनेर। के भन्नु छ? फाइनली हामी आइपुग्यो। अब हाम्रो डिस्ट्रिक्ट अन्त चाहिँ यस्तो छ। उयो छ नि, बनिँदै गर्यो त्यहाँ मुत्नुपर्छ। निकाल्दा हुँदैन होइन, हामी निस्किन्छौँ नि। निस्केर दिँदैन, हिँडेर आउँदा हुन्छ नि। हिँडेर आउँदा हुन्छ नि होइन, बेलुका निस्केपछि फोन गर कि म आउँछु नि गाडी लिएर। बसेर के गरेको हाम्रो डान्स हेरिबस्नु। हाम्रो डान्स हेर्नुहोस् न यस्तो छ। हामी आइपुग्यो गाइस। दामी छ त। तपाईँ ड्रेस गाइस, अब चाहिँ हामी बस पर झर्दैछौँ। सामान यहाँनिर छ है। के भयो गाडी? चिसो छ त। फिलहालमा त सबैजना आएछ। यस्तो भइरहेको छ प्रोग्रामको लागि सुरु भएर हो। अब चाहिँ हामी रेडी हुनु छ। त्यहाँदेखि अहिले एकछिनबाट म कन्टिन्यू गर्छु तपाईँलाई। त्यस अब चाहिँ हामी केस बाट्नुको लागि रेडी भइसक्यो। केस बाट्दैछ नि त हामी चाहिँ। अरू चाहिँ यस्तो देख्यो। यो चाहिँ मैले बाँधिदिएको, मलाई चाहिँ इन्द्रले बाँधिदिएको छ। इन्द्र पाल्छा घाउनु आएको छ त। कहाँ छ? अहिले भेट्छु तपाईँहरूलाई। अब चाहिँ के उयो छ नि एउटा। अब चाहिँ हामी चाहिँ मेकअप सेकअप गरिसकिसक्यो हो। हाम्रो ड्रेस चाहिँ लाइन आज लाउनु पर्दैन अरे, त्यही भएर चाहिँ हामी चाहिँ अनुहारको मेकअप त केस चाहिँ यस्तो गरेर आइछु हो त। यसकास अब चाहिँ हामीले डान्स सकिसक्यो र चाहिँ हामी खाना खाएर चाहिँ पर चाहिँ यता रोड घुमेको नि त। फिलहालमा चाहिँ रविना र म छु। उरुलाई चाहिँ आज नै लङ टुरेट आयो अरे नि त। त्यही भएर चाहिँ त्यो चाहिँ टुरेट खोज्नु गएको छ है।
यो हो डान्स। अन्त चाहिँ म अहिले तपाईँहरूलाई कन्टिन्यू गाडीमा गएर भेट्छु। त्यसकै अब चाहिँ मैले केसहरू खोलिसकेँ हो, अन्त छुट्टी पनि मैले मेटाइसकिसक्यो। गरम चाहिँ पुरा छ है। म्याडम छुट्टी माग्नु न बोल्नु छ। अहिले म गाडीमा गएर भेट्छु। बाइ। अब चाहिँ हाम्रो नानाले यस्तो खाँदैछ हाम्रो नानाले चाहिँ गाडीमा कस्तो दामी 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 भनेर फरक पुऱ्याएर तोरी तेल लाएर बनाइदिएन एउटा पाएँ भन्दा पनि सबै उरुला लगिदिएको ला यो त के हो लास्टको प्राइस के हो चाहिँ हाम्रो फाइनली बस पनि आइसकिसक्यो। हामी चाहिँ यहाँनिर वेट गर्दै थियो नि त, त्यही भएर चाहिँ हाम्रो बस चाहिँ यही हो है। अब चाहिँ हामी यहीँबाट जाने ल। अब चाहिँ हामी यहाँबाट चढिसक्यो घरको लागि है। त्यो बुद्ध मोटर्स चाहिँ बसमा कहिले चढ्नु पाएको छैन भनेर भन्नु भएको छैन। नाम्ची थानाको यहाँनिर छ है। अहिले हामी अब बाटोमा चाहिँ गर्न सक्दैन, कन्टिन्यू अब नाम्ची गएर बाटोमा गर्नु पायो बाटोमा गर्छु कन्टिन्यू नाम्चीमा गर्छु। के भयो भन्दा चाहिँ फिलहालमा चाहिँ टायर पङ्चर भयो सबैजना यस्तो भयो होला। हामी नाम्ची आइपुगिसकिसक्यो। यस्तो छ हालत चाहिँ। अब हामी पुगेर गर्छु गाइस। हामी अब चाहिँ गाइस हामी चाहिँ नाम्चीमा बसिकन चाहिँ खाजा खाइकन जाउँ भनेर पुरा भोक लागिसक्यो। अन्त चाहिँ फ्राइड राइस अर्डर गरिरहेको छु है। एक प्लेट मात्रै गऱ्यो किनकि अब खाना घरमा गएर खाना खाने टाइम नै भइगएको छ त, त्यही भएर चाहिँ अन्त त्यो फ्राइड राइस आएर देखाउँछु गाइस। अब चाहिँ हामी सोलोपोक होटलमा आइरहेको छु है गाइस। अब चाहिँ हामी होटलमा आइरहेको छु किनकि हामी फ्राइड राइस खाइकन जाउँ भनेर सोचिहालेँ है। आउँदा आउँदै नभएको हामी डाइरेक्टै जानेवाला थियो, पुरा भोक लाग्यो नि त, त्यही भएर चाहिँ हामी खाजा खाइकन खाएर चाहिँ जाने भयो सल्लाह। तर हामीले एक प्लेट मात्रै मगाएको छ नि त, आधी आधी खाएर जानुपर्छ किनकि किन एक प्लेट मात्रै मगाएको भने चाहिँ अब घरमा गएर खाने टाइम भएन। अहिले भेट्छु टक्क फ्राइड राइस आइसक्यो अघि रेडी हुँदैन चम्ची दिएको चम्ची सानो छिटो लुगाएले यस्तो छ। हामीले चाहिँ एउटा मात्रै मगाएको नि त, त्यही भएर चाहिँ एक प्लेटमा खान्छ। अनि एकछिनबाट भेट्छु तपाईँलाई। त्यसको अब चाहिँ हामी बजारदेखि खाजा खाएर चाहिँ निक्लिसक्यो। गाडी भाडा जाँदैछु, गाडी भाडा पुगेर तपाईँलाई देखाउँदैछु। हेलो गाइस, अब चाहिँ हामी गाडीमा चढेर घरतर्फ लागेको। बहुत ढिलो भयो, बहुत कति बज्यो भने नि 8 बज्यो जाँदैछ। अघि चढेको चाहिँ देखाउनै सकेन कि भोकले टुई भएर चाहिँ खासमा त्यस्तो भयो नि त। उयो पुरा धेरै गाडीको उयो निक्ल्यो मैला अघि छोडेर गएको थियो नि त। चराहरूले पनि हगिरहेछ नि बिचारा। ठिकै छ, भोलि धुन्छ अरे नि त, भोलि छुट्टी पनि छ हो। यसको काम गाडी पुस्ने टल्काउने। अघि चाहिँ भोकले टाँट भएर थाकेर चाहिँ भिडियो गरेन, र अहिले चाहिँ हामीले भिडियो कन्टिन्यू पनि अब यसमै एन्ड पनि हुन्छ कि यसले घर गएर गर्छ कि अलिकति एन्डिङ चाहिँ यस्तो हो। जाँदैछ यहाँ चाहिँ मध्य जङ्गल हो, हामी दुईजना केटी मात्रै जाँदैछ। उहाँबाट झन् एक्लै हुन्छ हामी है। म
म चाहिँ 12 माइलबाट जानुपर्छ उयो मान्छे मरेकोबाट पुरा भूतले तर्साउँछ अरे तर मलाई डर लाग्दैन तेरो चाहिँ गाउँमै गाउँ छ गाउँमै गाउँ हो नि मेरो यसको चाहिँ नि डरै लाग्दैन डेन्जर हो यसको झन् डेन्जर छ अरे त्यो चाहिँ भिर छ नि त भिर तर्साउँदैन यसको चाहिँ भिर छ हो मेरो चाहिँ भूत आएर छाप्पै गाडी रोकिदिन्छ अरे हरेको कुरामा नगर्न साला हो अरे त्यहाँ त्यस्तो अरे गाइज हो अब म घरमा गएर चाहिँ तँ भनिहाल अब भन् न त्यही कन्टिन्यू गर्न म गाइस घरमा गएर चाहिँ अब कन्टिन्यू गर्न सक्दिनँ किनकि मेरो ब्याट्री लो भइसकेको छ थाकेको नि छ है मेन चाहिँ थाक्यो नि त हामी चाहिँ कहिले घर गएर चाहिँ ढल्किनु जो जसले मेरो च्यानलमा सब्सक्राइब गरिदिनु भएको छ भने सब्सक्राइब गरिदिनु होला ट्याङ लाइक सेयर सब्सक्राइब प्लिज अर्जेनियाको च्यानललाई लाइक सेयर सब्सक्राइब गरिदिनु होला मेरो स्कुटी यहाँ छैन भन्दै थियो अघि कुरा सुन्दा चाहिँ अब हेरौँ है छ कि छैन सच में नहीं है तो देखा अरे हेलमेट देखो इधर है मेरो स्कुटी चाहिँ गएर चाहिँ सिसा डाउन गर्दा देखेन बाई बाई